सो हेलो गाइस, वेलकम छ तपाईँहरूलाई फेरि पनि मेरो भिडियोमा होइन। यस्तै हो, पानी पानी परेकोले गर्दा अहिले भिडियोहरू पनि बनाउनु पाएको छैनौँ हामीले। यहाँ मेरो पार्टनर मुख छोपेर आउन, तिम्रो फेस अहिले रिभिल गर्नु हुँदैन नि त। यहाँ मेरो पार्टनर यहाँनिर छ होइन। हामी चाहिँ पार्टनर, हामी दुईजना पार्टनर हो, भिडियोको पार्टनर। र हामी अहिले पानी परेकोले गर्दाखेरि चाहिँ होइन पार्टनर भिडियो बनाएको छैन। र हामी दुईजना पार्टनर, म पनि टोपी लाउँछु। र हामी दुईजना पार्टनर भएर चाहिँ हाम्रो मुभी आउँदैछ एउटा होइन, भिडियो आउँदैछ। र त्यो भिडियोमा चाहिँ माया देखाइदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला। म त्यसको होइन अफिसियल टिजर हाल्छु होइन। र अहिले चाहिँ यस्तै चल्दैछ होइन, घरको चाहिँ वरिपरिको दुःख सुख चाहिँ यस्तै चल्दैछ होइन। हामीले त्यो भिडियो हालेको थियो नि एउटा, फेसबुकमा भाइरल भएको छ नि, कुन चाहिँ अरे धनरूपा। ऊ चाहिँ धनरूपा भने फेरि चिन्नुभयो गाइस, उही नै हो धनरूपा चाहिँ। उसकै हात चाहिँ मैले त्यो के अरे त्यसको नाम फेरि खोइ थाहा भएन, माग्ने कि कसको हातमा दिएको। ऊ चाहिँ धनरूपा हो होइन। मुभीको हिरोनी चाहिँ ऊ हो, म चाहिँ डाइरेक्टर हो, अन्त हिरो चाहिँ उहाँ छ होइन। अन्त ल हामी यतिकै अहिले भिडियो यतिकै बनाउँदै हिँडिरहेको छौँ। पानी परेकोले गर्दाखेरि लुगाहरू पनि घरमा ड्याम्मै नानीको लुगाहरू अहिले होइन, यस्तो लुगाहरू सबै यस्तो भइरहेको छ गाइस। र यस्तै होइन तपाईँहरूलाई यहाँ अब हामी हल्का आमा छोरी चाहिँ चिप्पिङ भएछ गाइस, हेर्नु सक्नुहुन्छ होला, हेर्नु सक्नुहुन्छ गाइस। हजुरहरूले चाहिँ सुतिरहनु भएको रहेछ, सुत्नु भएको। छोरी त यति सजिलो सुत्दैन, ऊ पनि त बिहानदेखिको सुतेको होइन। कति चाहिँ सुताउनु, सुताकै गऱ्यो भने पनि राम्रो होइन। बिहानदेखिको सुतेको मैले 2 घन्टा सुताएको। अघि फेरि एकैछिनमा सुतेकै छ नानी, एक घन्टामा सुतिरहेको छ। 5 मिनट 1 घन्टामा सुतेकै छ नानी। हाम्रो यी बेला चाहिँ होइन सुतेकै छ गाइस। अब उहाँ रुनु भयो भने चाहिँ मेरो पाली हेरे क्याप, उसको क्याप अलिकति यो गरिदेऊ, मेरो छोरीको, मेरो डटरको। सो ऊ चाहिँ अहिले भन्दै 1.5 मन्थ पनि भइसक्यो होइन। भन्दै मेरो छोरी ठुली भइसक्यो है। छोरी ठुली भयो है तिमी, छोरी बोलिदेऊ त यहाँ, हेलो गाइस भनिदेऊ त, नमस्ते भनिदेऊ, नमस्ते तपाईँहरूलाई भनिदेऊ। छोरी, मेरो छोरी चाहिँ बोल्नु पनि सक्छ है गाइस, चाहिँ फेरि पटर बोल्छ नि फेरि होइन। ऊ आमा यति सेना छ कि ऊ कसै पनि अब यहाँ देखेन भने चाहिँ क्या पुरा रुन्छ क्या। ऊ चाहिँ ऊ रुकै गर्छ, मतलब अब यहाँ कसै पनि देखेन भने, कोही पनि छैन भने उसको छेउमा ऊ रुइहाल्छ। मतलब उसको छेउमा चाहिँ हुनैपर्छ कोही न कोही क्या। उसलाई यति सानोदेखि क्या उसलाई मतलब थाहा भएको क्या, अब कोही छैन मेरो छेउमा होइन, म एक्लै छु, रुइहाल्छ। र उहाँ चाहिँ अहिले ऊ चाहिँ भुइँमा सुत्नै मान्दैन क्या। भुइँमा यसरी सुताए कि रुइहाल्छ, रोन स्टार्ट भयो। अहिले म उसलाई काखमा सुताउँछु होइन, अहिले हेर्नु सुतिहाल्छ। हेर्नु अब यहाँ हेर्नु, अहिले यस्तो छ होइन। उसको मम्मीसँग बोल्दैछ अहिले ऊ हेर्नुभयो गाइस, आमा छोरीको कुरा। यो चाहिँ सुँगुरको नाक भयो, नाक चाहिँ राईको छोरीहरू हो, यस्तै हुन्छ नाक चाहिँ। ल नाकमा चाहिँ प्लिज कमेन्ट नगरिदिनु होला ल। मेरो छोरीको नाक चाहिँ एकदम राम्रो छ। सबैभन्दा बेसी कमेन्ट चाहिँ यही केटीले गर्छ, यसलाई म निकाल्छु घरबाट बाहिर जातो। जहिले पनि उसलाई केहीमा मतलब यही छैन क्या,
मेरो नाकमा पनि कमेन्ट गरिरहेको हुन्छ मेरो नाक यस्तो छ अरे उस्तो छ अरे होइन अनि बेटीको नाकमा पनि कमेन्ट दिइराखेको हुन्छ उहाँहरू नि मम्मीले के भन्दैछ के भयो बोकेन 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 होइन आएँ ल ल ल ल गोलु मोलु गोलु मोलु गोलु मोलु गोलु मोलु गोलु कहाँ हाँसेको हाँस्नु रहेछ कता त हाँस्छ त तिमी त टुक्कु 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 बोक्नु भन्दैछ म बोक्दैन त ढाड दुख्यो होस् खेलोस् एकछिन कति चाहिँ बोक्नु भुइँमा राख्यो भने रुइहाल्छ होइन रुकै रुकै गर्छ नभए अरू बेला चाहिँ नानी इवा यता हेर बाबु फोनमै त हेर्दैछ नमस्ते तपाईँहरूलाई भनिदेऊ इवा इवा भनिदेऊ छिटो नमस्ते गाइस भनिदेऊ नमस्ते भनिदेऊ छोरी छिटो टाउको सिधा पारिदेऊ न बेटीको टाउको अब रुन्छ टाउको सिधा पार्ने उसले कि यार टाउको सिधा पार्नै खोज्दैन मेरो बेटीले हो लु ऊ पल्टाउनु खोजेको हेर त यस्तो डेन्जर तागत लाउँछ कि यस्तो डेन्जर तागत लाउँछ कि बाफ रे बाफ टाउको पल्टाइदिनु यो पल्टाउनुको लागि खालि एकपट्टि टाउको गरेर 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 होला उतै मात्रै हेरे गर्छ उतै मात्रै घुमे गर्छ बाठी बडाको राम्री पनि छैन कुटुम बडाको यहाँ दिनुपर्छ हौ धुलाई क्या धुलाई यहाँ टाममा दिनुपर्छ क्या धुलाई पिटाई खाने दुध खानेहरू चिप्लिने गर्छ पिटाई खाने कि मिठाई खाने इवा के पिटाई मम्मी खोइ मम्मी अब उसले टाउको पल्टाउनु नपाएर चाहिँ गाइस हिचकी स्टार्ट भइहाल्छ है लुगामा हेर्दै बोल्दैछ छोरी चाहिँ बोल्नु पनि थालेको छ है हो भन्नु न हिचकी आयो उसलाई दुध खुवाइदेऊ ओ पर्खा बुबु खाने बुबु बुबु खाने छोरीले छोरीको यो हात पनि छोपिदेऊ भित्र लगाएर छोरीलाई जाडो भयो हाम्रो बेबीलाई लु बेबी अमै यस्तो पनि गर्छ त मम्मीले त अन्त खुट्टा जुरुक्कै अब चाहिँ रुयो उसलाई रिस उठ्यो गाइस उसलाई रिस उठ्यो उसको खुट्टा उचालिदियो नि त उसको मम्मीले अन्त उसलाई रिस उठ्यो लु अब बुबु दिन्छ होइन खाऊ बुबु खाऊ छोरी बुबु खाऊ होइन उसको मतलब फुपू चाहिँ उता बाहिर खालिरहेको छ फुपूहरू चाहिँ त्यस्तै हो क्या शान्ति फुपू होइन साह्रो माया गर्छ उसलाई जान से ज्यादा माया गर्छ शान्ति फुपूले उसलाई शान्ति फुपूको काखमा त सुतिहाल्छ ऊ हामीसँग त सुत्नै मान्दैन होइन शान्ति फुपू भन्यो भने चाहिँ सुतिहाल्छ गाइस अन्त यहाँ भन्दै हाम्रो फोटो मेरो एनिभर्सरीमा दिएको फोटो मेरो बुढीले यहाँनिर लगाएको थियो होइन यहाँनिर लगाएको थियो यसको चाहिँ मतलब झुन्डाउने चाहिँ यिनै चुटिएछ मतलब यो मात्रै निक्लेछ क्या यस्तो चाहिँ थियो यहाँनिर अड्काएको थियो यसरी
यो चाहिँ निक्लेछ, यो चाहिँ यस्तो भएछ होइन। यो चाहिँ हाम्रो गणपति बापा मौर्य। अन्त यहाँ चाहिँ म अनि मेरो वाइफ दुर्गा पूजाको दिन खिचेको हामीले यो फोटो चाहिँ होइन। सबैले यो फोटो हेरेर भन्छ कि मतलब नानी हुँदाखेरि खिचेको भनेर, तर त्यस्तो होइन। यतिखेर ऊ मोटी भएको थियो, यसो चाहिँ देख्थ्यो। म चाहिँ लुते थिएँ यतिखेर होइन। अनि अहिले चाहिँ म मोटे भएको छु, गालाहरू पुक लागेको छ। अन्त यो फोटोको पनि एउटा रहस्य छ। मतलब यो फोटो मलाई एनिभर्सरीमा दिएको थियो मेरो बुढीले होइन। कहिले 2000 कति 2000 यस्तै 2021मा दिएको थियो मलाई यो फोटो उसले होइन। अन्त अब घरमा त्यतिखेर अब यस्तो फोटो दिएको यहाँ होइन है गाइस। अब यो फोटो चाहिँ मैले घरमा सजाएर राख्नुपर्ने। 2021 होइन, 2021मा त बिहा पो गरेको त हामीले। ल्या सरी गाइस, मेरो अलिकति स्क्रू ढिला छ। कतिमा दिएको? 15-16मा 18 है, 2018मा दिएको होला गाइस यो फोटो होइन। अन्त त्यतिखेरदेखिको चाहिँ मैले यो सम्हालेर राखेको। घरमा लाउनु पनि अब लाज लाग्यो क्या यो फोटो। अब यहाँ हेर्नु नि अब कसरी चाहिँ यो फोटो लाएर राख्नु होइन। मैले यो फोटो बिहा नगरुन्जेलसम्म मतलब जोगाएर राखेको यो फोटोलाई। अन्त यो फोटोलाई मैले यत्तिकै घरभित्र हालेर राखिरहेको क्या। अब मतलब सोकेसभित्र बहिनीले खोज्ने क्या। अब मेरो बहिनीले खोलेर मतलब पुरा हेर्ने। मैले बहिनीलाई नहेर है त्यो फोटो पुरा कराउँथेँ क्या बहिनीलाई नि। यो फोटो हेर्दाखेरि चाहिँ क्या, यो फोटो नहेर, पर्दैन निकालेर राख्नु खोज्थेँ मैले। पर्दैन निकालेर राख्नु, जब बिहा गर्छु त्यतिखेर मात्रै चाहिँ यो फोटो म निकालेर राख्छु भनेको थिएँ गाइस। र फाइनली बिहा पनि भयो होइन। फोटो निकाल्ने चान्स पनि पायो, फोटो पनि निकालिदियो। बिहा नभएको भए चाहिँ खोइ फोटोको चाहिँ के हुन्थ्यो के हुन्थ्यो फोटोको? बिहा नभएको भए नि यो फोटोलाई म होइन, यो चाहिँ उसले दिएको मलाई। यहाँ हेर्नुहोस् त, यहाँ हेर्नुहोस् न, यहाँ हेर्नु नि। यो फोटो चाहिँ उही नै हो, यो फोटोको यो चाहिँ मै नै हो होइन। उसले नै दिएको मलाई फोटो। बिहा नभएको भए नि यो बिहा नभएको भए नि यो फोटोलाई म सम्हालेर राख्थेँ। मेरोमा यस्तो बहुत पुरानो जिनिसहरू छ गाइस सम्हालेर राखेको। के त्यो पुरानो तिम्रै नभयो नि अब अरूको। यसलाई चाहिँ यहाँ राखिदिउँ है गाइस, चेट्टै पारेर यहाँनिर राखिदिउँ है। अन्त यो चाहिँ मैले अस्ति मेला जाँदाखेरि उसको लागि ल्याइदिएको थियो। यो चाहिँ यो खेलौना चाहिँ मैले अस्ति, यसलाई चाहिँ खै राति लाइटमा, यसलाई चाहिँ राति मात्र राम्रो देख्छ है गाइस। यो चाहिँ मैले राति अस्ति तुलसीपाडा जाँदाखेरि उसले मलाई नभने नि 50 खेप फोन गर्यो होला होइन गाइस। यहाँ नै उसको लागि ल्याइदिएको मैले, यो उसको लागि ल्याइदिएको होइन। मैले उसलाई 50 खेप फोन, उसले मलाई 50 खेप फोन गर्यो होला। के भन्छ अरे घर आऊ भनेर। मैले ल 11 बजीदेखिको उसले मलाई कल गर्यो घर आऊ भनेर होइन। अन्त मैले चाहिँ गाइस म आउँदैछु पर्खना भनेर चाहिँ 1 बजाइदिएको। 1 होइन 1-2 बजी चाहिँ म घर आइपुगेको होइन। अन्त ऊ रिसाउँछ भनेर चाहिँ मैले उसको लागि चाहिँ यो किनेको। यो यसको थाहा छ नेट प्राइस कति हो? $120मा मैले तिमीलाई $, तुलसीपाडाको $मा मैले यो किनेर ल्याएको। यहाँ हेर तिम्रो लागि। र फाइनली उसलाई मैले यो दिएँ गिफ्ट, ऊ खुसी भयो होइन। तर पनि मलाई आधी घन्टा चाहिँ यहाँनिर बाहिर है यो दैलो बन्द थियो होइन। म यो जग्गामा चाहिँ गाइस होइन, यहाँनिर चाहिँ म आधी घन्टा चाहिँ गाइस सुतेकै। त्यो दिन तुलसीपाडाको मेलामा यहाँनिर म आधी घन्टा सुतेँ होइन। यहाँनिर म आधी घन्टा सुतेर अन्त त्यहाँदेखिको फेरि म अब उसलाई के लागेको नि आधी घन्टासम्म दैलै खोल्दैन। म पनि अजिर्नी त फेरि एकछिन मात्रै दैलो ढकढकाए खोल्छस् त ठिकै छ, खोल्दैन त ठिकै छ होइन। एकछिन मात्रै दैलो ढकढकाएर अन्त त्यहाँदेखिको उसले के गर्छ होला भनेर मलाई एकदम दैलो आस्ते खोलेर चाहिँ उसले मलाई हेर्नु आएको क्या। म चाहिँ त्यतिखेर टुरुक्क बसिदिएँ क्या उठेर। उसले चाहिँ मलाई हेरेर मुसु हाँस्दै रहेछ क्या गाइस। अन्त मलाई हेर्दै हाँस्दै रहेछ। अन्त त्यति नै हो, म पनि हेरेर हाँसिदिएँ। अन्त उसले मलाई अब हल्का करायो होइन। केही छैन, गाली सुन्नुपर्छ गाइस होइन। आफूले गल्ती काम गरेको छ भने बुढा मान्छे भएर
आफूले गल्ती काम गरेको छ भने गाली सुन्नुपर्छ होइन, स्वीकार्नुपर्छ आफ्नो गल्तीहरू होइन। अब जब गल्ती नै छैन त बुढाको र त्यसमा पनि अब 1-2 वटा गाली चाहिँ अब सुन्नै पर्छ र पनि अब अत्याचार भयो भने चाहिँ फेरि अब होइन झगडा नगर्नुहोस् होला होइन, चुपो लाएर निक्लेर बाहिर जानुहोस् होला होइन। बुढीहरू रिसाएको बेलातिर बाहिर जानुहोस् होला, बाहिर गएर आउँदाखेरि उसको पनि हल्का रिस ठन्डा भएको हुन्छ, त्यतिखेर आउँदाखेरि चाहिँ हातमा चाहिँ बुढीले के मन पराउँछ त्यो खानेकुरो चाहिँ लिएर आउनु होला, नत्र भने फेरि तपाईँको चार्ज हुनेवाला हुन्छ घरमा। मैले चाहिँ त्यति चाहिँ सिकिसकेको छु गाइस। हाम्रो हिरोनी चाहिँ यहाँनिर हुनुहुन्छ र उसको मुभी जरुर आउँछ। पानी नपरेकोले गर्दाखेरि लुगाहरूको पनि यहाँ पनि लुगा, यहाँ पनि मेरो बेबीको लुगा, ऊ चाहिँ धनरूपा हो, हाम्रो धनरूपा मुभीको हाम्रो हिरोइनी धनरूपा। यहाँ पनि लुगा होइन, लुगाइ लुगा क्या गाइस, एकदम सबै जग्गा लुगाइ लुगा। अहिले चाहिँ धनरूपा पढिरहनु भएको छ यहाँनिर। धनरूपाले म्याथ गर्दै रहेछ। ओहो धनरूपा, हाम्रो धनरूपा, उसलाई पनि एकदिन फेमस बनाइदिन्छु, भाइरल बनाइदिन्छु। होइन यस्तै हो। अब यो चाहिँ अहिले यहाँ हाम्रो सृष्टि बहिनी हो, यो चाहिँ होइन, ऊ चाहिँ सुँगुरलाई चारो दिनु आएको। यस्तै हो हामी राईहरू चाहिँ क्या, सुँगुर चाहिँ पाल्नै पर्छ हाम्रो राईको घरमा। सुँगुर छैन भने अब राई चाहिँ हुँदैन। सुँगुर भनेको हुनैपर्छ घरमा, बिना सुँगुरको। सुँगुर पाल्यो भने चाहिँ राई हो। मेरो बुढी चाहिँ लामा हो होइन, तर म उसलाई पनि मैले बुढी गाइस एउटा कुरा सोध्छु ल लामा। बुढी यता हेर न, सुन न, यता हेर त। ल गाइस म चाहिँ उसलाई सोध्छु ल, अब एउटा अब उसलाई म सोध्छु अब होइन, बिहा गरेपछि चाहिँ अब यस्तो अब राईको घरमा चाहिँ यो सब चल्छ होइन। र उसको एन्सर चाहिँ के हुन्छ, बुढी म नि के भन्छ अरे तिमीलाई नि सुँगुर किनिदिन्छु, सुँगुर पाल्ने। मन पर्दैन किन? अब म बाहिर गएर त अन्त सुँगुर त पाल्नुपर्छ त, अन्त राईहरूले त सुँगुर पाल्छ त। नाक नराख्ने अनि मेरो सुँगुर पाल्नुपर्छ है भनिदिइरहेको छु नि। एउटा सुँगुरको पाठा किनिदिन्छु ल, नकिनिदिनु किन? गाई पाल न त, गाई किनिदिन्छु। शङ्करमा बुढीले कस्तो हेर्छ गाई? तिमी पनि शङ्करमा बुढी जस्तो हो। हल्का रमाइलो भनेर यस्तो छ ऊ पनि गाइस, यस्तो छ मेरो बुढी पनि, मेरो बुढी पनि यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ। तिम्रै त हो नि यो। मेरो छोरीको लागि हो यो, तिम्रो लागि होइन फेरि भन्दै आमा छोरीको लागि दुईजनाकै लागि हो नि। लास्टमा नानीले चाहिँ भने खेल्दैन। तिम्रो लागि पनि हो, छोरीको लागि पनि हो, दुईजनाकै लागि हो। आमा छोरीको लागि हो। आमा छोरीलाई भन्दा भन्दै बाउ चाहिँ यहाँनिर यो मैले 2017मा किनेको निकालेर लाउनु परिरहेछ गाइस। बिहा गर्नुभन्दा अगाडि किनेको यो लुगा। अन्त भाइ आइज, कमान लेट्स गो बोय। ल भाइ भाइ ल, यो चाहिँ घरको शैतान हो, घरको नम्बर 1 बदमास चाहिँ यही नै हो। यो हो कुन चाहिँ पर्फ्युम लगाएको छ हौ यसले त? बेसी नुहाएर होला यस्तो दामी गनाएको, साह्रो दामी गनाउँछ। ओए है 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 ल मा बदमास हो यो।
यो जस्तो बदमास कोही छैन। यसको के दुध यता यता पनि गएको त्यो बजाएको पुसिदिनु है घाँटीहरू पनि। के त मैले हाम्रो घरमा चाहिँ सबै गाइस गाइस भन्ने भएको छ है तर अहिले र हुनु पनि पर्छ होइन। त्यो बेकारमा त्यो हावा फक्लन्डो त्यो नेटपेक तुर्नुभन्दा राम्रो होइन गाइस गाइस भनेकै राम्रो। मेरो शान्ति दिदीले पनि गाइस गाइस भन्छ। नाम चाहिँ शान्ति के छ दिदीको फेसबुकमा नाम? कैलाश राई। कैलाश राई भेनाको नाम। र मेरो पनि दिदीलाई फलो गरिदिनुहोस् होला फेसबुक पेजमा गएर। नाम चाहिँ कैलाश राई छ होइन। कैलाश राईमा दुईवटा छ, एउटा भेनाजुको एउटा दिदीको। म दिदीको नाम चेन्ज गरिदिन्छु। कुन चाहिँ खोलिदिनु? फोन दिनु भनेको। र हेर्नु गाइस यहाँबाट यहाँ पनि नाटिपेको उसले। खोइ कहाँ छ फोन देखाउ त। फोन देखाउ त कहाँ छ फोन? यहाँ हेर्नु है गाइस फोन यहाँ। अब उसको लागि चाहिँ एकजना चाहिँ हुनै पर्छ क्या काम गर्नुको लागि चाहिँ गाइस। उसको लागि चाहिँ काम गर्नुको लागि मान्छे हुनै पर्छ। नानीले पादेको हेर ग्यास भएको छ हौ नानीलाई। कस्तो पाच्छ नानीले कि बाफले। यस्तो नानीको पनि भुँडी बिग्रिसकेको छ क्या हाम्रो बच्चाको। पादेकै गर्छ बच्चाले। खै को रहेछ? यस्तै हो ल गाइस। आजको नाइट ब्लग यतिमै खतम गरिदिन्छु म होइन। टाटा बाई बाई। तपाईँहरू कन्टिन्यू भिडियो वाच गर्दै गर्नुहोस् होला। घरकै बारेमा मात्रै यसरी आइरहन्छ होइन। म यो हिन्दीबाट डम्प गर्दै थिएँ भिडियोहरू चाहिँ मैले। अन्त फेरि फाइनली मलाई अब मान्छेले भन्नु थाल्यो नेपालीबाट गड होइन। मान्छेले होइन मेरो दिदीले भन्यो होइन। हु इज द्याट? ए सोस विचार खै पनि को हो म चिन्दिनँ होइन। म चाहिँ हिन्दीबाट डम्प गर्दै थिएँ हिन्दीबाट हाल्दै अनि त्यहाँदेखिको फाइनली भन्यो फेरि मेरो दिदीले ठुलो दिदीले पन्जाबमा हुनुहुन्छ उहाँले भन्यो नेपालीबाट कन्टिन्यू त कन्टेन्ट हाल्दै गर तेरो कन्टेन्टहरू राम्रो लाग्छ सबैलाई राम्रो लाग्छ तेरो कन्टेन्टहरू होइन कन्टिन्यू सेयर गर भन्नु थाल्यो। ल ठिक छ भनेर चाहिँ मैले आफ्नै होइन नेपालीमै दिनु थालेको होइन। ल गाइस कस्तो लाग्यो तपाईँहरूलाई प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। आधी भिडियो भोलि आउँछ। आजको लागि यति नै हो। हाम्रो यो फ्यामिलीको मात्रै हो होइन। भिडियो पनि आउँछ हाम्रो। धनरूपा अहिले पढिरहेछ। हिरोनी चाहिँ पढिरहनु भएको छ। हिरो चाहिँ उहाँ घरमै छ। हामी नेक्स्ट भिडियो लिएर आउँछौँ होइन। ल बाई गुड नाइट सबैलाई स्विट ड्रिम। ओके।